र टिम वर्क भएर खेलेको छौँ हामीले एभ्री म्याचमा हाम्रो प्लेयर अफ द म्याच छ डिफ्रेन्ट भएको छ सो टिम वर्क त्यहाँ देखिरहेछ सो हाम्रो यो ब्याटिङ युनिट र बलिङ युनिटमा हामीले चाहिँ एकदमै आफ्नो चाहिँ रेस्पोन्सिबिलिटी प्लेयरहरूले लिएको छ र त्यसको लागि म चाहिँ हाम्रो टिम म्यानेजमेन्टलाई पनि धन्यवाद दिन्छु हाम्रो चाहिँ सपोर्टिङ स्टाफ भनौँ टिम अनरहरूले जुन हामीलाई सपोर्ट गरेको छ सो ओभरअल तपाईँहरूले पनि जुन माया गर्नुभएको छ त्यसको लागि म मेरो व्यक्तिगत तर्फबाट र मेरो टिमको तर्फबाट म धेरै धेरै धन्यवाद भन्दछु। बलियो पक्ष त्यो चाहिँ सिचुएसन अनुसार भनौँ न होइन अहिले पनि बलियो पक्ष हाम्रो चाहिँ बलिङ नै देखेको छ अहिलेसम्म होइन तर म भन्छु हाम्रो दुवै चाहिँ ब्याटिङ र बलिङ दुइटै चाहिँ ब्यालेन्स छ जस्तो मलाई लागिरहेछ। होइन म एकदमै दिपेन्द्रलाई एकदम सल्युट गर्छु किन अन्डर 19 देखि मैले चाहिँ उसलाई चाहिँ हेरेको र उसमा जुन एनर्जी छ म भन्छु डिफ्रेन्टै लेभलको प्लेयर हो गड गिफ्टेड पनि भन्छु म होइन त्यस्तो प्लेयर जन्मिन धेरै गाह्रो पर्छ र उनले जुन आफ्नो एउटा भनौँ न अन द फिल्ड अफ द फिल्ड दुइटालाई चाहिँ कभर गरेको छ र क्याप्टेनसिपको मैले जति पनि तारिफ गरेँ त्यो कमै हो अनि उनले जतिखेर पनि चेन्जिङ गरेको छ त्यतिखेर विकेट दिएको छ। अब ब्रिलियन्ट एउटा फिल्डर हो नेपालको लागि वर्ल्ड क्लास फिल्डर हो जसले कि आज पनि तपाईँले हेर्नुभयो होला कि त्यो सिङ्गल विकेटलाई चाहिँ हिट गरेर मोमेन्टमै चेन्ज गराएको छ सो त्यसको हातमा बल जाँदाखेरि प्लेयरले एकदम सोच्नुपर्छ कि म रन लिउँ कि नलिउँ भन्ने कुरा सो म भन्छु नेपालले त्यस्तो प्लेयर पाउनु धेरै ठुलो गर्वको कुरा र म भन्छु वान अफ द बेस्ट आजको हाम्रो चाहिँ क्याप्टन हो त्यो। नै एकदमै 100% किन हामीले चाहिँ भनौँ न अब जुन हाम्रो ओभरसियर प्लेयरहरू छ फरेन प्लेयर छ हामीसँग उहाँहरूको र हाम्रो टिमको भनौँ न हाम्रो चाहिँ डोमेस्टिक प्लेयर भनौँ उहाँहरूको तालमेल एकदमै राम्रो छ होइन हामीले विश्वास गरेको छु एक आपसमा हाम्रो प्लेयरहरू तपाईँले हेर्दै हुनुहुन्छ प्लेयर अफ द म्याचमा पनि हाम्रो प्रत्येक म्याचमा प्रत्येक चाहिँ म्यान अफ द म्याच प्लेयर अफ द म्याच भन्छ त्यसले देखिन्छ कि यहाँ टिम वर्क भन्ने कुरा त्यहाँ देखिन्छ सो जसले पनि रोल दिएको छ त्यो रोलमा सबैले चाहिँ काम गरेको छ र म भन्छु यो एनपिएलमा स्पेसली हाम्रो टिमको कुरा गर्दाखेरि हाम्रो नेपाली प्लेयरहरूले चाहिँ पर्फर्म गरेको छ मलाई धेरै खुसी छ किनभने त्यो नेपाली प्लेयरले नै पर्फर्म गर्ने हो ओभरसियर प्लेयरले आएर सपोर्ट गरिदिने हो तब गएर म भन्छु अरू बेटर हुनसक्छ हाम्रो खेलाडीहरू। होइन अफकोर्स त्यसलाई हिक्मतलाई चाहिँ ट्यालेन्ट अन्डरबाट ल्याएको थियौँ हामीले होइन उसको स्पिड भनौँ उसको एकुरेसी भनौँ थियो र प्लस अब हेमन्तभन्दा सिनियर भएको हेमन्तले पनि राम्रो गरेको थियो होइन तर एउटा चान्स दिउँ होइन अब किनभने चाहिँ ऊ पनि फ्युचर नेपाली क्रिकेटको फ्युचर हो होइन एउटा वाइ नोट एउटा ठुलो म्याचमा अपर्च्युनिटी दिउँ भनेर उहाँलाई दिएको र उसले आफ्नो उसमा रोल चाहिँ निभाएको छ होइन एउटा फर्स्ट म्याच हो यत्रो ठुलो म्याचमा होइन यत्रो क्राउडको अगाडि आएर बल फाल्नु यति सजिलो पनि हुँदैन होइन त आएर फाल्यो विकेट पनि लियो सेलिब्रेसन पनि एउटा राम्रो गर्यो आफूलाई पनि खुसी लाग्यो होइन सो होल ओभरअल भनौँ एकदमै जसलाई पनि जुन रोल दिएको थियो त्यो रोलमा चाहिँ सबैले चाहिँ काम गरेको छ। नहीं ओभरअल टिमको जुन इन्भाइरोमेन्ट छ भनौँ जब हाम्रो चाहिँ सपोर्टरको जुन सपोर्ट अलवेज सपोर्ट गरेको छ र टिमको जो इन्भाइरोमेन्ट छ एकदमै राम्रो छ सो एक म्याच हो एउटा म्याच अरू छ त्यसपछि बिस्तारै लिएर जाउँला सो यही हो कि बेटरभन्दा बेटर क्रिकेट खेल्ने हो र राम्रो पर्फर्म गर्दै अगाडि बढ्ने हो। होइन ओभरअल भनौँ न सुदूरपश्चिम को हाम्रो जति पनि फ्रेन्डहरू छ होइन आमा बुवा दाजुभाइ दिदीबहिनी बड्डाबड्डी जति पनि छन् उहाँ आएर ग्राउन्डमा आएर हामीलाई सपोर्ट गर्नुभएको किन माया हो अट्याचमेन्ट हो र उसको साथसाथै म के भन्दैछु भने म्याक्सिमम् हाम्रो सुदूरपश्चिमको प्लेयर भएकोले पनि त्यो अट्याचमेन्ट छ जस्तो मलाई लागिरहेछ र उहाँहरूले माया पनि गर्नुभएको छ आफ्नो प्रदेश हो आफ्नो 9 जिल्ला छ 9 जिल्लाको त्यहाँ खेलाडीहरू खेल्दैछ नेपाली केटाहरू पनि खेल्दैछ त्यसले गर्दा फेरि उहाँहरूको जुन एउटा माया प्रेमले पनि यो स्टेडियमलाई गुन्जाएको छ त्यो पेलो चाहिँ झन्डा पेलो टी सर्ट लगाएर हामीलाई चाहिँ सपोर्ट गर्नुभएको छ म धेरै धेरै मेरो व्यक्तिगत तर्फबाट र मेरो टिमको तर्फबाट उहाँहरूलाई सुदूरपश्चिमवासीलाई धेरै धेरै धन्यवाद भन्छु म।